यदि तपाईँ यस्तो रिलेसनसिपमा हुनुहुन्छ जहाँ तपाईँको पार्टनरले तपाईँलाई एकदमै ग्रान्टेड रूपमा लिइरहेको छ, तपाईँ फोन गरिराख्नुहुन्छ, मेसेज गरिराख्नुहुन्छ, न नै फोन उठ्छ, न नै रेस्पोन्स आउँछ, न नै रिप्लाई गर्छ, अनि एकैछिन पछि जस्तै 7-8 घन्टा पछि अथवा भोलिपल्ट चाहिँ यसरी मेसेज गर्छ, यसरी तपाईँलाई कन्ट्याक्ट गर्छ कि केही पनि भएकै थिएन, उसले जुन एभोइड गरेको थियो, जुन रेस्पोन्स नगरेको कुरा अगाडि ल्याउँदैन, यसरी बोल्न आइदिन्छ कि नथिङ ह्यापेन। तपाईँ यति धेरै इमोसनली इन्भेस्ट भइराख्नु भएको छ त्यो रिलेसनसिपमा, अर्को मान्छेको इन्भेस्टमेन्ट चाहिँ छैन फेरि, अनि तपाईँलाई त्यस्तो बेलामा के आउँछ त भन्दा मैले के गरेँ भने चाहिँ उसले मलाई माया गर्छ होला त, के भयो भने उसको नजिक जान पाउँछु त म भनेर तपाईँ यति धेरै प्रयास गर्नुहुन्छ, तपाईँ यति धेरै इमोसनल्ली आफूलाई इन्भेस्ट गर्नुहुन्छ, तपाईँ जति गरे पनि त्यो रिलेसनसिप सक्सेस नहुने चान्स लगभग 95% भन्दा बढी छ। किनकि तपाईँ छोड्न पनि सक्नुहुन्न, मैले केही गरेँ भने माया पाउँछ कि भनेर अगाडि बढ्नुहुन्छ। एउटा कुरा सम्झिनुहोस्, यो माया हुँदै होइन, यो चाहिँ प्योर अब्सेसन हो। सो तपाईँ यदि यस्तो रिलेसनसिपमा हुनुहुन्छ भने तपाईँले एउटा कुरा ढुक्क हुनुहोस्, यदि तपाईँ सँगै हुनुभयो भने पनि तपाईँ खुसी कहिले पनि हुन सक्नुहुन्न, किनकि तपाईँ दौडे गर्नुहुन्छ, ऊ चाहिँ तपाईँबाट भागे गर्छ। सो यस्तो अब्सेसिभ रिलेसनसिपबाट मायाको आशा नगर्नु होला। तपाईँले उसले डिजर्भ गर्ने भन्दा पनि बढी भाउ दिइराख्नु भएको छ, तपाईँले आफ्नो सेल्फ रेस्पेक्ट गुमाइराख्नु भएको छ। यदि यस्तो रिलेसनसिपमा तपाईँ लामो समय बस्नुभयो भने तपाईँको भविष्यमा हुन सक्ने रिलेसनसिपमा पनि तपाईँलाई अरू मान्छेलाई ट्रस्ट गर्न एकदमै गाह्रो बनाइदिन्छ। सो यस्तो रिलेसनसिपबाट जति सक्दो चाँडो तपाईँ निस्किनु होला। संसारमा धेरै मान्छेहरू छन् जसले मायाको भाषा बुझेका छन्, त्यसैको माया चाहिन्छ भन्ने हुँदैन।